यो सुनकोशी मरिन डाइभर्सनको मरिन तर्फको टनेलको मुख हो। यहाँबाट चाहिँ सुनकोशीबाट ल्याएको पानी यो पोइन्टबाट यो मरिन खोलामा झारेर यसलाई बागमती नदीमा मिसाइनेछ र बागमतीको नहरबाट तराईका बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी यी जिल्लाहरूमा सिँचाइको सुविधा उपलब्ध गराइनेछ। यो नेपालको राष्ट्रिय गौरवको आयोजना हो। यसले नेपालको कृषिमा धेरै नै ठुलो प्रभाव पार्नेछ, निकै नै अन्तर ल्याउनेछ। नेपालको ब्रेड बास्केट भन्ने तराईमा सिँचाइको सुविधाको कमीले अहिले धेरै अन्न उत्पादन, बालीहरू उत्पादन हुन सकेको छैन र यो योजना पुरा भइसकेपछि निकै नै ठुलो अन्तर आउनेछ। अहिले यसको काम भनेको खुर्कोटमा जहाँबाट सुनकोशी नदी भएको छ त्यहाँ ड्याम लगाउने कार्य हुँदैछ।